नेपालीको मन हरियो धन, नेपाली मन हरियो धन, यो भन्ने भनाइ मात्र होइन, हामीले तपाईँहरू समक्ष हामीले देखाइरहेका छौँ। नेपाली मन हरियो धन हामीले देखाइरहेका छौँ। वातावरण हरियाली वातावरण, यो हरियाली वातावरण मात्र होइन, सबै स्वस्थ जीवन अनि स्वस्थ मन अनि नेपालीको मन हरियो धन। हामीले यस देखाएको दृश्य हो मुलपानी जागु नारायणको। गरे के हुँदैन नेपालमै, गरे के हुँदैन भन्ने यो दृश्यले हामीलाई एकदमै अचम्म तुल्याएको छ। गरे के हुँदैन नेपालमा सुनै फलाउन सकिन्छ भन्ने यो जुन हरियाली यो बस्तीले नै प्रुभ गरेको छ। देख्न सक्नुहुन्छ कति राम्रो छ, कति रमाइलो छ यो दृश्य, यो हरियाली सागहरूको अनि यो सागसब्जीहरूको, फलफुल अनि विभिन्न ताजा तरकारीहरूको यो दृश्यले मन कसको मन नलोभ्याउला। तपाईँहरूको हाम्रो सबैको मन लोभ्याउने नै छ। ठाउँमा, गाउँमा अनि नेपालमा, अझ भनौँ भने काठमाडौँ भ्यालीमै हरियो मन अनि स्वास्थ्य बनाउनको लागि यो मुलपानी जागु नारायणको यो दृश्यले एकदमै भूमिका खेलेको हामीले देख्न सक्छौँ। तपाईँहरूलाई हामीले देखाएको यस्तो रमाइलो दृश्य, यो सागै साग, कति रमाइलो साग, कति रमाइलो ठाउँ, कति स्वच्छ साग होइन। हामीले ताजा साग यसरी बोटभरै टिपेको साग भरै टिपो भोलि बिहान त अनि तरकारी बजारमा पुगिहाल्छ। हामीले यसरी स्वच्छ तरकारी खान पाउँदा हामी सबैलाई एकदमै आनन्द लाग्छ। अझ भन्ने नै हो भने तपाईँहरू पनि जान सक्नुहुन्छ, आउन सक्नुहुन्छ हाम्रो यो मुलपानी जागु नारायण तल, जागु नारायण मन्दिरभन्दा अलिकति तलै, मेन रोड भन्दा अलिकति मुनि तपाईँले देख्न सक्नुहुन्छ कति हरियाली, कति स्वच्छ सफा तरकारीहरू पाइन्छ। तर कृषकले बजार व्यवस्थापन गर्न एकदम गाह्रो परेको छ। कृषकले बजार व्यवस्थापन गर्दा पनि एकदम मारमा परेको छ। मात्र 5 रुपियाँ 10 रुपियाँ मुठा साग बेच्न बाध्य भएका छन्। तर हामीहरूले पसलमा किन्न जाँदा भने 50 रुपियाँ 60 रुपियाँ मुठा किन्नुपर्ने बाध्य भएको छ। तपाईँहरूलाई हामीले यो एकदम देखाइरहेको दृश्य जति रमाइलो छ, कृषकहरूको मनभित्र उति नै एकदम दर्दनाक कहानी छ। बजार भाउ पाउन सकेको छैन। बजार भाउ पनि जम्मा 10 रुपियाँ 5 रुपियाँ मुठामा बेच्नु परेको छ र हामी जनताले, हामी पिपुल्सले किन्नु पर्दा फेरि 50-60 रुपियाँ हालेर किन्नु परेको छ। बिचमा यत्रो पैसा कहाँ गयो? बिचौलीले खायो। बिचौलियाले कृषकहरू धेरै मारमा परेको छ। हाम्रो सरकारहरूको ध्यान कता गएको छ? कृषि प्रधान देश भनेर मात्रै हुँदैन। कृषि प्रधान देश बनाउनको लागि कृषकले दुःख गरे अनुसारको भाउ पाउनु पर्ने हुन्छ। हामीले यस देखाएको दृश्य मुलपानी जागु नारायणको एकदम रमाइलो दृश्य कस्तो लाग्यो तपाईँलाई? कमेन्ट बक्समा कमेन्ट गर्न नबिर्सनु भन्दै आजको यस भिडियोबाट बिदा हुन्छु। हस्त नमस्कार।
मनोकामना मन्दिर के बुलकार चढी घुमौला साथैमा कान्छी घुमौला साथैमा दर्शन